Namaste Delhi everyone के छ सबैजना सन्चै हुनुहुन्छ आई होप सबैजना सन्चै हुनुहुन्छ सम्पूर्ण साथीहरुलाई मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु आज चाहिँ म इन्डियाको वान अफ द मोस्ट ब्युटिफुल इन्डिया र पाकिस्तानको बीचमा पर्ने ठाउँ जो चाहिँ कश्मीर भनेर चिनिन्छ कश्मीर एक्ज्याक्ट कश्मीरमा चाहिँ छैन कश्मीर भन्दा अलि तल नै छु जहाँ चाहिँ आज म हजुरहरुलाई 10,000 वर्ष पुरानो किल्लाको भ्रमण गराउन लागिरहेको छु सो हजुरहरुले चाहिँ यो भिडियो अन्तिमसम्म हेर्नु होला भिडियो स्किप चाहिँ नगर्नु होला गाइस बीचमा एकदमै डरलाग्दो र एकदमै मजेदार भिडियो बन्नेछ है त भिडियो अन्तिमसम्म हेर्न चाहिँ नबिर्सिनु है ल विदाउट एनी वेस्टिङ टाइम हामी चाहिँ हाम्रो डेस्टिनेसन तर्फ लागौं है यो चाहिँ किल्ला जाने बाटो यहाँको दृश्य हेर्न सक्नुहुन्छ हजुरले एकदमै ब्युटिफुल छ ब्युटिफुल भ्यू यो चाहिँ हाम्रो किल्ला जाने बाटो यहाँ चाहिँ एउटा छोतेङ रहेछ कसको पो हो यो चाहिँ यहाँ के लेखेको छ यार कोही बुझ्नुहुन्छ के लेखेको भनेर बुझ्नुहुन्छ भने मलाई भन्नु होला है त हे गाइस अब चाहिँ हामी डेस्टिनेसन तर्फ लागिरहेको छौँ भिडियो चाहिँ अन्तिमसम्म हेर्नु नबिर्सनु होला अन्तिमसम्म हेर्नु होला है त जति म चाहिँ ब्युटिफुल येलो कलरको फ्लावर देखेँ कस्तो लाग्यो बाबा चाहिँ कलरको फ्लावर हाम्रो पिङ्क कलरको फ्लावर छ जो चाहिँ यस्तो देखिन्छ के काँडा भनिन्छ यसलाई हे गाइस म चाहिँ अब किल्लाको नजिक पुग्न लागिसकेँ सबैभन्दा पहिला चाहिँ म हजुरलाई किल्लाको भित्रको पार्ट देखाउँछु त्यसपछि हजुरलाई किल्लाको बाहिरको पार्ट देखाउने छु है त अब किल्लाको भित्र चाहिँ के छ भन्दाखेरि यसको हिस्टोरी के छ भन्दाखेरि म यो भिडियोमा भन्नेछु हेर्नु नबिर्सिनु होला भिडियोलाई स्किप चाहिँ नगर्नुहोस् है त एकदमै डरलाग्दो दर्दनाक छ कि एकदमै डेन्जरस टाइपको है पुरै भनौँ न भुतिया टाइपको के पुरै भुतिया टाइपको यहाँको हिस्टोरी पढ्ने भन्दाखेरि यहाँ चाहिँ खतरनाक छ अरे जो चाहिँ म हजुरलाई अहिले देखाउन गइरहेको छु है त गाइस सो मेरो थोप्रा नराम्रो आयो नि भिडियो चाहिँ राम्रो बनाउँछु है त गाइस सो गाइस म चाहिँ अहिले एउटा ठाउँमा छु धेरै दिन भएको थियो यहाँ यो किल्ला चाहिँ नहेरेको भित्रबाट आज चाहिँ हजुरहरूलाई म भित्रैबाट यसको भ्रमण देखाउँदैछु है त कस्तो लाग्छ हेर्नु होला सो यो चाहिँ अहिले भित्रको पार्ट भयो जहाँ चाहिँ म जाँदैछु हजुरहरूले चाहिँ बाहिरको पार्ट देखाउने छु है अहिले यो चाहिँ भित्रको पार्ट हेर्नुहोस् यो चाहिँ माथिल्लो पार्ट भयो जहाँ चाहिँ यस्तो छ है यहाँ तल फ्लोर के पनि छैन गाइस यहाँबाट खस्यो कि मऱ्यो क्या त्यो मान्छे नकआउट सक्यो क्या त्यसको लाइफ ड्यामेज यो चाहिँ के पनि छैन यो टप फ्लोर हो जहाँ चाहिँ अहिले म छु यो चाहिँ हाम्रो तल जाने बाटो है टाउन फ्लोरमा जाने बाटो यसरी जानुपर्ने यार गाइस खतरनाक दर्दनाक उसको हिस्टोरी हजुरहरूले बुझ्नुभयो भने एकदमै डरलाग्दो यो चाहिँ हाम्रो इन्डियाको पुरानो बच्चाहरू राख्ने ठाउँ बच्चाहरू बस्ने एउटा कुर्सी रहेछ है कुर्सी हो कि बच्चा बस्ने सो यो चाहिँ यहाँबाट बाहिर गयो सो गाइस फ्लोर नि कच्ची छ कि आमा कुल्चे नि भत्केला जस्तो के यस्तो छ है ठाउँ चाहिँ कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट सेक्सनमा भन्न चाहिँ नबिर्सिनु होला है त सो मैले चाहिँ अझै हजुरलाई देखाउनु बाँकी छ भित्रको दृश्यहरू चाहिँ भित्र चाहिँ के पनि त्यति राम्रो के पनि छैन सिडी चाहिँ यस्तो छ एकदमै दर्दनाक सिडी देख्दा नि हल्लिने टाइपको के ओ माई यो छ नि गाइस यो चाहिँ गन गरे कि राइफल पछाडि चाहिँ यस्तो छ अनि यसमा चाहिँ बारुदहरू लोड गरेर पट्काउने गरे कि यहाँबाट यो नला छ नि यहाँ सलाई माचिस बालेर यहाँबाट चाहिँ तोप जान्छ है यो चाहिँ त्यो भयो अनि चाहिँ यहाँ ओल्ड ट्रेडिसनल स्ट्याचुहरू पनि छ गौतम बुद्धको डिफ्रेन्ट काइन्ड्स अफ स्ट्याचु है सो यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गौतम बुद्धको भनौँ न डिफ्रेन्ट फेसेसहरू अनि
यो चाहिँ हाम्रो गौतम बुद्धको अर्को रूप यता चाहिँ पुरानो के खोइ आर्ट के हुनसक्छ थाङ्काको बारेमा हजुरलाई के थाहा छ भने भन्नु होला अनि नर्मल यस्तो स्ट्याचुहरू छन् गौतम बुद्धको स्ट्याचुहरू पनि हेर्ने भने पुरानो है हेर्दै डर लाग्दो टाइपको के गाइस हेर्न सक्नुहुन्छ यो स्ट्याचु मलाई अन अफ द मोस्ट डेन्जरस भनेको यो लागेको है गाइस यो स्ट्याचु छ नि यो चाहिँ बहुत दर्दनाक खतरनाक लाग्यो अरू चाहिँ नर्मल्ली ठिकै छ ज्याउस भनौँ न स्ट्याचुहरू अनि यता चाहिँ के हो काला जादु के गरेको है यो हेर्न सक्नुहुन्छ ठाउँ चाहिँ एकदमै पुरानो ठाउँ हो जहाँ चाहिँ करिब 10,000 वर्ष अगाडि चाहिँ यो चाहिँ लागु थियो अरे है सो वान अफ द मोस्ट डेन्जरस है गाइस यो चाहिँ मलाई एकदमै दर्दनाक लाग्यो अनि यो चाहिँ पुरानो जमानाको लालटिङहरू हेर्न सक्नुहुन्छ हजुरले जहाँ कि चाहिँ ग्यासहरू हालेर लालटिङहरू चलाउने हुन्छ यहाँ चाहिँ अब पुरानो के छ आर्ट एन्ड आर्किटेक्चरहरू कोरेर बनाएको है त त्यस्तोहरू छ यो चाहिँ डाउन फ्लोर है गाइस जहाँ चाहिँ मान्छेहरूको यो ठाउँमा चाहिँ मान्छेहरूको लास राखिन्थ्यो अरे है यो ठाउँमा चाहिँ यहाँ पनि एउटा स्ट्याचु छ जो चाहिँ एकदम खतरनाक यहाँ पुरानो अनि हजुरले हेर्न सक्नुहुन्छ के हो यो पुरानो यहाँ भिट्टामा किल्लाले बनाएको होला सायद पेन्टिङहरू हजुर दाइ यो चाहिँ चिम्मोर जस्तो छ जहाँ चाहिँ मान्छेहरूको लासहरू राखिन्थ्यो अरे अनि यो चाहिँ यता चाहिँ मान्छे आगो बाल्ने टाइपको के छ है हेर्न सक्नुहुन्छ ठाउँ चाहिँ यस्तो अप्ठ्यारो छ यस्तो अप्ठ्यारो छ हे गाइस देख सकते हैं आप इधर भी ये देखो यहाँ चाहिँ टुरिस्टहरूको डे बाई डे टुरिस्टहरू चाहिँ आइरहेको छ है चाहिँ के टोकरीहरू जस्तो के हो यो यस्तो छ अनि यहाँ पनि माथिको जस्तो के झ्यालहरू सानो के अनि अलि उज्यालो मात्रै आउने टाइपको के हेर्न सक्नुहुन्छ यहाँ चाहिँ डिजाइनहरू यो चाहिँ कपबोर्ड हो कि जस्तो लाग्यो मलाई जस्तो लाग्छ राजाहरूको होला यहाँ चाहिँ अब यो ठाउँको चाहिँ हिस्टोरी पढ्ने भन्दा चाहिँ के छ भन्दाखेरि यो चाहिँ पौराणिक कथा अनुसार है यहाँ चाहिँ राजाहरूको बसोबास हुँदो रहेछ जहाँ चाहिँ अहिले चाहिँ यहाँ राजाको विलुप्त भइसकेको कारणले गर्दा यो चाहिँ यस्तो खडेली भएर बसेको छ है सो यता हेर्न सक्नुहुन्छ यस्तो छ सो गाइस हजुरले बाहिरबाट भित्रबाट पुरै हेरिसक्नु भयो अब चाहिँ म बाहिरबाट देखाउँछु है त आउटर पार्ट अफ द किल्ला सो यो चाहिँ अब भित्रको लुक्स थियो गाइसहरू अब मैले चाहिँ हजुरलाई भित्रबाट देखाएँ अब चाहिँ बाहिरबाट देखाउँछु किल्ला कस्तो छ भनेर है त सो गाइस बाहिरबाट चाहिँ यस्तो छ यो किल्ला चाहिँ यस्तो अरू खास चाहिँ केही छैन टुरिस्टहरू चाहिँ आइरहेको छ यहाँ चाहिँ अनि यताको भ्यू पनि ब्युटिफुल छ त्यही हो नर्मली राम्रो छ ठाउँ चाहिँ भ्यू हेर्न सक्नुहुन्छ हजुरले यो चाहिँ बाहिरको भ्यू भयो बाहिरबाट चाहिँ यस्तो छ एभ्री डे एभ्री टाइम टुरिस्टहरू नआएको दिनै छैन गाडीहरू चाहिँ बुक गरेर आउँछ है टुरिस्टहरू सो यो चाहिँ हो वेलकम टु हेरिटेज कटेज होमस्टे यहाँ चाहिँ होमस्टे पनि छ हजुरहरू रहन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ यस्तो छ है गाइस नर्मल्ली बाहिरबाट भित्रबाट चाहिँ हेरिसक्नु भयो हजुरहरूले है त सो यसको साइड यो साइड आफू यहाँको भ्यू पनि मजा लिन सक्नुहुन्छ टुरिस्टहरू चाहिँ तल फोटो खिचिरहेको छन् है अनि त्यही हो गाइस मैले चाहिँ यो ठाउँको भ्लग बनाउँछु भनेको थिएँ धेरै दिन भएको थियो भ्लग नबनाएको
त्यही भएर चाहिँ टाइम लाग्यो त्यसको लागि चाहिँ माफी चाहन्छु अब चाहिँ हजुरहरूले यो भिडियो हेरेर इन्जोय गर्नु होला कस्तो लाग्यो के लाग्यो कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला है त गाइस सो यो गाइस आजको ब्लग चाहिँ यही किल्ला सम्बन्धित थियो दैनिक जीवनमा चाहिँ सङ्घर्ष चलिरहेको छ डे बाई डे हैन धेरै दिन भएको थियो ब्लग नहालेको आज चाहिँ यो ब्लग हालेको छु सो हजुरहरूलाई यदि यो भिडियो मन पर्यो भने लाइक एन्ड शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला जाँदा हाम्रो 3वटा ब्रदरहरूको पनि फेस देखाउन चाहन्छु हाम्रो मुनबहादुर दाइ उहाँ चाहिँ हाम्रो राम दाइ अनि हाम्रो बुद्धि दाइ सो यही छ आजको भिडियो यदि मन पर्यो भने लाइक एन्ड शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त गाइस बाबाई भन्नु त दाइहरू बाइ